र आजको भिडियोमा हामी यी तीन हस्तीहरूको बारेमा कुरा गर्नेछौँ। नेपाली सिने क्षेत्रमा एक छत्र राज गर्न सफल भएका यी तीन हस्तीहरू, उनीहरूको आज उमेर कति भइसकेको छ अनि यसै विषयवस्तुलाई चर्चा अनि परिचर्चा गर्दाखेरि यो भिडियो यी तीन हस्तीहरूको लागि पनि डेडिकेट रहनेछ। आउनुहोस् अब हामी कुरा गरौँ आजको भिडियोको बारेमा। नम्बर 1, निखिल उप्रेती नेपाली सिने क्षेत्रको एक्सन स्टार अनि 2000बाट उनले नेपाली चलचित्रमा डेब्यु गरे। उनले पहिलो चलचित्र पिञ्जडाबाट डेब्यु गरे भने त्यसपछि भने निखिल उप्रेतीले फर्केर हेर्नै परेन। त्यो तपाईँ हामीलाई याद छँदैछ, उनको फिल्म बालापनमा हामीले हेरेको यादहरू छँदैछ अनि उनले हाम फालेको त्यो धरहराबाट भन्ने कुराहरू पनि हामीलाई थाहा छँदैछ। उनको नेपाली सिने क्षेत्रमा ठुलो योगदान छ। कुनै समय निखिल उप्रेतीको नामै सुनेर पनि हलहरूमा पुग्नेको भिड धेरै जमट थियो। अहिले उनी निखिल उप्रेती कति वर्ष भए त? निखिल उप्रेती अहिले 44 वर्ष भइसकेका छन्। निखिल उप्रेती 1980 10 अगस्तमा उनको जन्म भएको थियो भने अहिले निखिल उप्रेती 44 वर्ष भएका छन्। निखिल उप्रेतीले नेपाली सिने क्षेत्रलाई ठुलो योगदान दिएका छन् भने पछिल्लोपल्ट उनको फिल्म फेरि आउने क्रममा रहेको छ। कुन फिल्म आउँदैछ त्यसको विशेष जानकारी भने म पछिल्लो भिडियोहरूमा अपडेट गर्ने नै छु। नम्बर 2 मा हामी कुरा गर्नेछौँ अब विराज भट्टको बारेमा। विराज भट्टको कुरा गरिराख्दाखेरि विराज भट्टले पनि सिने क्षेत्रलाई ठुलो योगदान गरेका छन्। विराज भट्टको नेपाली सिने क्षेत्रमा ठुलो योगदान छ। विराज भट्टको कुरा गरिराख्दाखेरि उनी अहिले उनको उमेर कति पुग्यो होला भन्ने कुरातर्फै पहिला लागौँ। उनको उमेर अहिले 41 वर्ष मात्रै भएको छ भने कतिपयलाई विश्वास नलाग्न सक्छ। 1984 मा उनको जन्म भएको थियो। त्यसैगरी विराज भट्टले डेब्यु मुभी नेपाली सिने क्षेत्रमा भने कुनबाट गरे त? यसको बारेमा नि म तपाईलाई जानकारी गराउँदैछु। विराज भट्टले भन्ने 2011बाट मात्रै नेपाली सिने क्षेत्रमा डेब्यु गरेका थिए। नेपाली सिनेमा मृग तृष्णाबाट उनले डेब्यु गरेका हुन् भने उनले नन्दिता केसीसँग स्क्रिन सेयर गरेका थिए। उनी विराज भट्टको पछिल्लोपल्ट 12 गाउँ भने धेरै हिट भएको छ। आज दशकौं बितिराख्दाखेरि विराज भट्ट नेपाली सिने क्षेत्रमै हुनुहुन्छ भने तपाईहरु विराज भट्टको फ्यान हुनुहुन्छ भने पनि अनलाइन वाउ नेपाललाई सब्स्क्राइब पनि गर्नु होला है त। अब हामी अर्को भिडियोतर्फ बढौं राजेश हमाल महानायकको तर्फमा। राजेश हमाल यो नाम तपाईँ हामी सबैले याद भएको नाम हो अनि नेपाली सिने क्षेत्रमा कुनै समय पोस्टरमा उनको फोटोको टाउको मात्रै लगाएर राख्दियो भने पनि दर्शकहरू हलसम्म पुग्ने यो नाम हो। 1991 मा उनले डेब्यु मुभी युगदेखि युगबाट गरेका थिए भने अहिलेसम्म पनि यो नाम उत्तिकै चर्चामा छ। महानायक राजेश हमालको अहिले पनि फिल्महरू आउने क्रममै छ। पछिल्लोपल्ट कमब्याक मुभी भने नरसिंह बन्न गइरहेको छ। नरसिंह मुभी अब छिट्टै बजारमा आउँदैछ भने पक्कै पनि तपाईहरु फ्यान्सहरु त हेर्न जानुहुनेछ। अहिले उनी राजेश हमाल कति वर्ष लागे त? उनी राजेश हमाल अहिले 60 वर्ष लागेका छन्। 9 जुन 1964 मा जन्मेका उनी राजेश हमाल अहिले ठ्याक्कै 60 वर्ष पुगेका छन्। राजेश हमाल भनेपछि तपाई हामीलाई सबैलाई राजेश हमालको याद आउँछ। बालापनमा उनको फिल्म हामीले धेरै हेरेको छौं। हे 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 गरेको डायलगहरुदेखि लिएर अन्य कुराहरु हामीलाई याद आउने गर्छ। उनले हाम्रो बालापनमा धेरै सहयोग गरेका छन्, म चाहिँ यो भन्छु। तपाईहरु यी तीन हिरोहरुको एज थाहा पाउनु भयो होला नि हैन? हुन त गुगलमा गएर नि सर्च गरेर नि हेर्न सक्नुहुन्छ। र यतिन्जेल भिडियो हेर्दिनु भयो राजेश हमालको, विराज भट्टको र निखिल उप्रेतीको फ्यान हुनुहुन्छ भने लाइक अनि कमेन्ट गर्न नभुल्नु होला। थ्यांक्स।